अब चाहिँ हामीहरू माछा मार्नु जानु लागेको यता एकजना लु बल्छी लिएर आउँदैछ अनि म पनि अब अर्को बल्छी छ होला उता खोजेर जानुपर्छ। यो ब्याक साइड चाहिँ हेर्नु सक्छ क्या भ्यू छ नि। त्यो त हाम्रो कुरा छ। हामी चाहिँ यतादेखि जानुपर्छ नि कता कम्पनी गएर आउँको फास्ट यसलाई उता त राखी छोड। फाइनली हामी चाहिँ पुगिसकेको छ माछा मार्ने तरिका माछा मार्ने जग्गामा। बल्छीको डाङ पनि यति ठुलो छ नि माछा नै डराएर भाग्ने हो कि नदी चाहिँ यतापट्टि छ नाला। माछा चाहिँ बहुत थुप्रो छ कि यहाँनिर हो माछा मार्ने मान्छेहरू डाङ देखेर तर्सिन्छ होला माछाहरू। माइजू पनि आएको छ माछा मार्न। आज बाल्टिङ लिएर आएको छ रहेछ उमा बाल्टिङ चाहिँ एक बाल्टिङ हुन्छ होला माछा त आज। लो माछा मारेर देखाउ त एउटा जस्तो उठाएर कले भाइ। लो स्टार्ट। वाह माछुवा ऊ खुट्टा कस्तो हिलाउँदै माछा मार्दैछ हेर। वाह कम्बरमा हात लगाएर ए पछाडि हात बाँधेर माछा मार्दैछ बाबुले। खोइ निकाल एउटा माछा एउटा निकाल्दै खोइ। माछा त मारेको यहाँनिर अलिकति छ 2-3वटा कोही चाहिँ ठुल्ठुलो छ। छरेर फ्राई गरेर खानु मजा हुन्छ होला नि माइजू। बेसी भेटेन कि माछाहरू। चाय बगान सबै ओ त्यो माथि पनि चाय बगान छ यता चाहिँ छैन यो साइडमा चाहिँ चाय बगान छ यता। यहाँनिर कस्तो माछा खेल्छ यो माछा हो न के हो देख्यो भयङ्कर खेलिरहेछ कि त्यहाँ माछा भेगुताको बच्चा होला कि। अनि हामी चाहिँ यहाँनिर बसेर यता भाइजूहरू चाहिँ माछा मार्दैछ। माछा अब माछा मार्दा माछै भेट्दैन अनि त्यो चरालाई हेर्दै बसिराख्नुपर्छ कि अब के भन्ने अरे हेलो सब्सक्राइबर भन्दिनँ अरे। यहाँ आइज त यता आइज भन् त लो के बनाएको बाबु गोली बनाएको जस्तो छ त्यस्तो गर्छ जे गोलो गरेर हाल्छ क्या हौ कसरी लगाउँछ देखाइदियो त यता आइज त। झन्डै चप्पल पनि गएछ खोइहरू पनि कसरी लगाएको खोइ। लो अब माछा निकाल हो लु है अब माछा ऊ हिलिँदैछ खाँदैछ बाबु ऊ हिल्याउँदैछ। लो निकालौँ है बाबु म यतादेखि देखाइदिन्छु ल। मछुवाहरू 3जना मछुवा लाइन बसिरहेको माछा मछली पकड़ा अभी देखो गाइस ये लोग मछली पकड़ा। ओए पानी गिराई जरा पानी में। हेलो गाइस तेरा देखो ये मछली कस्तो फसेको रहेछ नि। ये देखो मछली इतने सारे। अभी एक मछली पकड़ा है। माछा मार्ने मान्छेहरू माइजूहरू यतादेखि जाने होला यतादेखि जाने नि हामीहरू यता कता यता राख्ने कम्पनीमा नि न क्या अब एक दुईवटा रिल्स बनाउनु पर्छ। अब यो फुल बगान हामीहरूको फुल रोपे छ। यो चाहिँ मेन गेट हो फाल्कन क्रस। यहाँदेखि चाहिँ एन्ट्री हुन्छ है। आऊ है आऊ 3वटा बल्छीले आज माछै भेटेन कि किन हो खै
हेलो, म चाहिँ अहिले माछा मारेर रुममा आएको थिएँ। रुममा आएर भित्र पसेँ, अलिक धेरै बस्दाखेरि चाहिँ अनि पानी पनि अलिअलि पर्नु थाल्यो क्या। पानी परेर चाहिँ अनि फेरि यस्तो कुवास चाहिँ आउँछ नि। हामीको यता हेरौँ त, पानी पऱ्यो भने चाहिँ यस्तो कुवास आउँछ कि सबैजना यतातिर त केही देख्नै सक्दैन कि। यतातिर पुरा केही देखि पाउँदैन। पाहाडहरू पनि त्यता थियो अघि नै, यो माथि साइडमा केही देखाइदिन। यता चाहिँ अलिअलि खुल्दैछ। त्यो लङ भ्यू देख्छ कि यता चाहिँ। अनि यसो बाहिर निस्केको नि त मजा लाग्छ। पानी पनि आउँदैछ, अलिअलि आउँदैछ, बेसी साह्रो